मान्य रवि लामिछानेले आधिकारिक रूपमा अलग भएको भनिएको मिति पश्चात पनि कम्पनीको सयौं चेकहरूमा निरन्तर रूपमा हस्ताक्षर गरिरहेको, मान्य रवि लामिछाने कर्मचारीको रूपमा मात्र नभई कम्पनीको सञ्चालनमा सारभूत प्रभाव पार्ने हैसियतमा रहेको अन्य कर्मचारीको बयानले समेत स्पष्ट पारेको, मान्य रवि लामिछानेले सुप्रिम सहकारीको रु 10,99,00,000 गैर कानूनी रूपमा गोर्खा मिडियामा लगी संगठित अपराध गरेको दावी रहेको, मान्य रवि लामिछाने कम्पनी स्थापना भएको दिनदेखि नै 15% शेयर धनी रहेको र व्यवस्थापनमा सुरुदेखि नै संलग्न देखिएको। यो अहिले मैले पढेर सुनाएको कुरा चाहिँ यो मैले भनेको होइन, यो नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला जुन चाहिँ वेबसाइटमा छ त्यसलाई मैले पढेको है। अब मलाई सोध्नु भएको कुरा के हो भने मान्यजीले प्रमाण लिनुभएको कुरा, मान्यजीले यसबाट कर्जा प्रवाह भएको प्रमाण छ, कर्जा लिनुभएको प्रमाण छ, यही भन्छ निजको नाममा कर्जा प्रवाह भएको र आफ्नै हस्ताक्षरबाट चेक भुक्तानी गरेकोले रकम बारेको थाहा थिएन भन्ने जिकिर खण्डित भएको। यो मैले होइन, यो कोर्टले भनेको है। र यही कोर्टले के भन्छ भने सूर्यदर्शन बचत तथा ऋणमा 1.5 अरब रुपियाँ हिनामिना गोर्खा मिडियामा त्यसबाट 30 करोड प्रभाव भएको। सुप्रिम बचतले के भन्छ यसको बारेमा, रूपन्देहीको कोर्टले के भन्छ, मान्यजीको नाममा बिना धितो 2 करोड ऋण प्रभाव भएको। चितवनको कोर्टले के भन्छ, मान्यजीको नाममा 11,70,00,000 गोर्खा मिडियामा गएको र मान्यजीले हस्ताक्षर गरेको 414 वटा चेकहरू फेला परेको। अब काठमाडौँले के भन्छ, काठमाडौँको कोर्टले के भन्छ, 5,08,00,000 दाबीको बारेमा सञ्चालकहरूसँग मिलोमतोमा ऋण प्रवाह भएको। पर्साले के भन्छ फेरि 1,50,00,000 रुपियाँ मान्यजीले चाहिँ व्यक्तिगत रूपमा ऋण लानु भएको।